भनेर भनि पनि रहनुहुन्छ। तर हामीले यो राजनीतिबाट केही हुँदैन भनिरहँदा तर हामी युवाहरू आज घर घरबाट विदेश पलायन भइरहँदाखेरि के यो राज्य जोगिरहेको छ त? यो राज्य संरक्षित भइरहेको छ र तपाईँ हाम्रै आँखा अगाडि हाम्रा चेलीबेटीले बेहोर्नु परेको उत्पीडन तर त्यो महिलाहरूले उत्पीडनबाट मुक्ति भएनन् र हाम्रा किसान दाजुभाइहरूले उत्पादन गरेका उत्पादित सामानहरूले बजार समेत पाएनन्। तर यहाँ के भयो त भन्दा दिनै पछि विदेशमा कमाएर ल्याएको पैसाले विष किन्दै खाँदै गर्नुपर्ने परिस्थिति निर्माण भयो। यो विषयलाई उठान गरेर हाम्रा थुप्रै प्रतिनिधित्व गर्ने हाम्रा राजनीतिक सहकर्मी मित्रहरूले पनि त यो विषयमा कुनै पनि चासो दिनु भएन नि। तर यही नेकपा माओवादी पार्टी यही विप्लवले नेतृत्व गरेको पार्टीले 10औं वर्षदेखि सङ्घर्ष गर्दै आयो जनजीविकाका विषयमा पनि र हाम्रा गाउँघरमा घटेका सानसाना विषयहरूमा पनि आज हामी देख्न सक्छौँ। हामीले हेर्दै हामीले भन्दै आएको साम्राज्यवादी तत्त्व आज कसरी हाम्रा सामुन्ने आइपुग्यो, तपाईँ हाम्रा घर भान्सामा कसरी आइपुग्यो तपाईँ हामी देख्न सक्छौँ, तपाईँ हामी अनुभव गर्न सक्छौँ। आज सिरानीमा ब्याचलर डिग्री गरेका सर्टिफिकेट सिरानीमा थन्काएर धुरु बाबुआमा जन्म दिने बाबुआमा सम्झिँदै विदेशीका युवाहरू कसरी बाकसमा थुनिएर आइपुगे। तपाईँ हामी पनि मलामी त गयौँ तर समस्या समाधानको लागि कुनै विकल्प खोज्यौँ भन्दा खोजेनौँ। अब खोज्न दिन आयो। तपाईँ हामीहरूले खोज्नुपर्छ। साँच्चै भन्नुपर्दाखेरि तपाईँहरूले चिन्नु पनि पर्छ। आज मिडियाहरूमा माओवादी आतङ्ककारी भनेर भनिरहँदा हिजो 10 वर्ष युद्धमा बन्दुक बोकेर हिँडेका महिलाहरूलाई आज शिशु पोखरामा हालेर 10 धारा दुध एयरपोर्टमा चौँदै आँसु पुस्दै विदेशमा श्रम बेच्न बाध्य गराउने माओवादी र अहिले पनि उत्पीडनको विरुद्धमा लडिरहने माओवादी छुट्याउनुपर्छ, चिन्नुपर्छ तपाईँहरूले। अर्को कुरा 7 सालदेखि क्रान्ति गर्दै आएको साँच्चै भन्नुपर्दाखेरि यो देशमा राजनीतिको इतिहास रोप्ने र राजनीतिको चेतना फैलाउने सच्चा सिद्धान्तमा हिँड्ने काङ्ग्रेस र दलाली गर्ने काङ्ग्रेस छुट्याउनुपर्छ। पुरानो पार्टी काम दिँदैन भनेर मात्रै पनि हुँदैन। अब माओवादीको औचित्य सक्यो भनेर मात्रै पनि हुँदैन। अहिलेसम्म जनताको पक्षमा लड्ने माओवादी कुनै हेर्नुपर्छ। अहिलेसम्म जनताको पक्षमा मार्क्सवाद लेनिनवाद भनेर झोला बोकेर अहिले पनि कमरेड भनेर अहिले पनि यहाँको समाजसँग जुन्ने एमाले कार्यकर्ता र दलाल एमाले पनि छुट्याउनुपर्छ तपाईँहरूले। त्यसो हुँदाखेरि राजनीतिको काम छैन भनेर होइन, तर कुन राजनीतिले यो देशलाई निकास दिन्छ, कुन नेतृत्वले यो देशलाई निकास दिन्छ तपाईँहरूले छुट्याउनुपर्छ। होइन भने म पनि यहीँका स्थानीयवासी हो, तपाईँको भाइ छोरा हो, मलाई देखाइदिनुहोस्, चिनाइदिनुहोस्। म आज लड्न भनेर निस्केँ, मलाई चित्त बुझेको छैन। यहाँ शिव स्वतासीको एउटा कुनामा बसेर भेनेजुएलाको दमनको बारेमा बोल्छ भन्नुहुन्छ होला, तर यही कुनाबाट म सन्देश दिन चाहन्छु, तिमीले त्यहाँ जुन बर्बरता लादेको छौ नेपालमा पनि त्यो बर्बरता लादौ भने तिम्रो काल निम्त्याउने यही तपाईँहरूको छोरो हुनेछ, यही ताराबहादुर थापा हुनेछ, यही प्रशान्त हुनेछ। तपाईँहरूले बुझ्नु होला, किनभने मेरो देश मलाई स्वाधीन चाहिन्छ, मलाई स्वाधीन राष्ट्र चाहिन्छ र यो देशमा झुपडीको इतिहास बदलिनुपर्छ। आज हेर्नुहोस्, आज किसान दाजुभाइको पेटमा लात मारेर आज फर्म दर्ता गरेर तपाईँको अनुदान गर्नेहरूले, अनुदान खानेहरूले, कृषिको नाममा अनुदान खानेहरूले आज तिनलाई थाहा छ कि बारीको खोर्सानी बेच्ने बजार कहाँ छ भनेर निर्गोल गर्न सक्छन्, त्यसको बारेमा लड्न सक्छन्। आज प्रत्येक सोटरहरूमा भाडा तिर्न नसकेर लोन खाएर
पाउन्डसम्म तिर्न नसक्ने भएर घर बास पिन भएर हिँड्दाखेरि के आएर पाउँछ तिनलाई? तिनलाई समाधान दिने कोही छ? कुनै राजनीतिक दल छ? त्यसो हुँदा स्वच्छ मान्छेको जीवन स्तर, जनताको जीवन स्तर उकास्ने सहकारी र सहकारी माफिया पनि छुट्याउनु पर्छ। हामीले दिन सक्नु पर्यो नि, निकास दिन सक्नु पर्छ। अर्को कुरा, हामीले अहिले पनि आत्मसात गरेर अगाडि बढौँ र एउटा ठोक्वा गरेर हामीहरू अगाडि बढौँ। साथै हाम्रो योग्यताले, हाम्रो क्षमताले यो देशमा स्थान पाउनुपर्छ कि पर्दैन? के हामी सबै विदेश हुनै पर्ने? के हामी सबै पलायन हुनुपर्ने? यहाँको बौद्धिकता जति सबै पलायन हुनुपर्ने? हामी सबै विस्थापित हुनुपर्ने? आज जवाब दिनुपर्छ। एमसीसी लादेर एमसीसीको पोषण गरिरहँदाखेरि, एमसीसीको विरुद्धमा नारा जुलुस सत्य देशभक्तहरूले गरिरहँदाखेरि त्यति बेला कुनामा बसेर दाउ हेर्नेहरू आज यहाँ निकास दिन्छौँ भनेर अगाडि बढिरहेका छन् नयाँ अनुहारका नाममा। पुरानालाई सरापेर अघि पूर्ववक्ता मित्रले पनि भन्नुभयो, पुरानालाई सरापेर हामी नयाँ नयाँ भनेर हिँडेकाले एमसीसीको बारेमा के हो विकल्प बोल्नु पर्दैन? यो देशमा भएको युवा प्लानको व्यवस्थापन कसरी गर्ने बोल्नुपर्छ पर्दैन? जवाब दिनुपर्छ कि पर्दैन? त्यसो हुँदाखेरि म भन्छु, यो देशको संविधानमा कमजोरी छ। यो देशको संविधानले कुनै पनि निकास दिँदैन। त्यसो हुँदा यो अन्तरिम संविधानको निर्माण गर्नुपर्छ। यो जेनजी पुस्ताले नै खारेज गरिदिएको छ। जेनजी पुस्ताले नै त्यति बेला नै यो संविधानको व्याख्या गर्ने संसदमा ध्वंस गरेर नै नयाँ संविधानको आवश्यकताको महसुस गरेको छ। भलै यो देशले क्षति बेहोरो होला। जेनजीको पर्दा पछाडिबाट यो देशलाई धम्पीधम्स गर्ने तत्त्वहरू सक्रिय भए होलान्। तिनको छानबिन गरोस् यो सरकारले, हामीले भनिरहेका छौँ। तर व्यवस्था गरिरहेको छ आज नेकपाको आलु रोपेको ठाउँमा बम खोज्न हिँड्छ सुशीला सरकार। यो देशलाई निकास दिनलाई होइन। बुढो लिम्बुले भन्न त के भन्छ र? अहिले नेम माग्दैका छ है। अब भन्दा भन्दा गर्दा गर्दा यो उमेर भइसक्यो। अब हेरियो, नेम माग्दैका छ। हेर्दा हेर्दै अब यहाँसम्म आइपुग्यो। यहाँसम्म भनेपछि कहाँसम्म भनेर तपाईँलाई भन्नुपर्दाखेरि 10 वर्षीय जनआन्दोलनदेखि लिएर 36 सालको आन्दोलनदेखि लिएर 46 सालको आन्दोलनदेखि लिएर अहिलेसम्म 63 को आन्दोलनसम्मदेखि लिएर जेनजी आन्दोलनसम्म पनि आइपुग्यो, भ्याइयो। नमरेमा चाहिँ सबै थोक देखिन्छ भन्छन्। अब के गर्ने? बुढो भए पनि जोस चाहिँ त्यस्तै छ। रह्यो कुरा नेपालमा यस्तो भयो, बहुमतको सरकार, 2/3 सरकार, हेलिकप्टरमा रातारात 24 घण्टा भएको पनि देखियो। जेनजी भन्छन्, ती जेनजीहरूले खेदाए भन्छन्। त्यो जेनजीहरू कहाँ गयो? अहिले अत्तो पत्तो केही रहेन। जेनजीलाई खेदाएर, जेनजीको भाग खोसेर हातमाराहरूले राज्य गरेको देखियो। अवैधानिक र असंवैधानिक आज नियमलाई उल्लङ्घन गरेर सुशीला कार्कीको सरकारलाई पनि देखियो। हामीले के सोचिरहेका थियौँ भने पक्कै पनि यहाँ 10 वर्ष जनआन्दोलनले घाँस पास कपास रोजी रोटी र रोजगार दिन्छ भनेर हामी दिन रात लाग्यौँ। तर आज हामी भिखारीको तालमा बाँचिरहेका छौँ। त्यो जेनजी पनि त्यस्तै न्याय पाउनुको साटो उखाने सरकारले कुटेकै काङ्ग्रेसको सरकारले कुटेकै सबै नेताको हरिभरि सखाप गरियो।
त्यसको एउटा चित्कार लिएर रातारात युवाहरू, श्रमिकहरू, मजदुरहरू, यहाँका शोषित पीडितहरू उठेर 24 घण्टामा लात लगाएर हेलिकप्टरमा भगाए। तर त्यो सरकार खोइ, त्यो जोस र त्यो जागरले खेदेको सरकार खोइ। अब यो सरकार, दलाल सरकार आएर सारालाई आइरन लगाएर अझै पनि ज्योति खाइरहेको छ। आज हामी 3 करोड नेपाली जनता ठुलो हेरिरहेका छौँ। अब भन्दैछौँ अरे नयाँ बाघहरू आयो। त्यो नयाँ बाघहरूको शासन भन्दाखेरि सरकारी ठगेर जेलमा बसेका जस्ता छन्। त्यो नयाँ बाघका शासन भन्नुहुन्छ भने जेएनजीलाई अगाडि सारेर सिंहदरबार आगो लगाएर रनै धेरै जस्ता छन्। अर्को महान उज्यालोको नायक भनेर हामीले विश्वास गरेको त 30-40 करोड खाएको फेरि टिकाले। अब नेपाली जनताले भन्छन् कुलमान पनि महान हो भन्दा कुलमान पनि भुक्स्या पो रहेछन् भन्न थाले। त्यसो भनिरहँदाखेरि आज हामीलाई धारे हात पार्ने पनि यही देशमा छन्। आज हामीलाई यसो भनिरहँदाखेरि यिनीहरूले गर्दैनन् भनेर यी नयाँ पनि यी खरानी धसेर आएका छन्। भोलि देश बेच्छन्। भोलि तपाईँहरूलाई हामीलाई सुकुम्बासी बनाएर, तपाईँलाई हरि विकोप बनाएर यो देशबाट फर्किँदैछन्। उपियाँ जस्तो अमेरिकामै फर्किन्छन्। यो कुरो हामीले बुझ्ने कि नबुझ्ने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो देश हाम्रो देश हो। यो देश हाम्रो खुन र पसिनाले बचाएको देश भन्छन्। कोही त पृथ्वीनारायण शाहले बचाएको देश हो। कसैले बचाएको होइन। यो नेपाली जनताको वीर गोर्खालीको पसिनाले आर्जेको मुलुक हो। यो कसैले बचाएको ठेक्का पत्ता होइन। यो जसले राम्रो काम गर्छ उसैको हो। तर यहाँ तपाईँ हामीलाई बकुला बनाएर, तपाईँ हामीलाई यहाँनिर अझै पनि रमिते बनाएर खानका लागि राम्रो कथा कहानी, फिल्मको कथाको कहानी हेर्नुहोस्। 12,000 वर्ष अगाडिको लोककथाको कहानी र त्यो खालको दृश्य देखाएर हामीलाई ठग्ने एउटा नीतिहरूको जालमा हामी पर्दैछौँ। कम्तीमा त्यो कुरा नेपाली जनताले बुझ्ने कि नबुझ्ने। अब हामीले के बुझ्ने त? अब बुझ्दा वाक्क दिक्क भइसक्यो। अब हामीले सहँदा दिक्क भइसक्यो। अबको दिन भनेको त कोही पनि छन्नम भेषीहरूलाई र कोही पनि त्यो अहिले हामीले बुझिराख्दाखेरि तिनीहरू यौन पिपासु पनि रहेछन्। हामीले बुझ्दाखेरि नेपाली जनताको खुन पिपासु पनि रहेछन्। हामीले अहिले बुझ्दाखेरि तपाईँको छन्नम भेषिरहेछन्। अब हामीले ती हडुवाहरूलाई, ती अपराधीहरूलाई बोक्ने होइन, अब छोड्ने हो नेपाली जनताले। अब हामी तपाईँको रातो झुकझुकी छ भने, तपाईँको मुटुमा रगत छ भने, तपाईँको नसामा पानी छ भने, अब ती छन्नम भेषीहरूलाई बोक्ने होइन, अब ठोक्ने काम गर्नुपर्छ नेपाली जनताले। अहिलेदेखि म भन्छु, आजैदेखि भन्छु म, खबरदारी मात्रै होइन, अब ठोक्ने काम गर्नुपर्छ। जसले ठोक्यो त्यसले जानु, जसले हान्यो त्यसले जानु। त्यो हान्नुको लागि तयार हुनुपर्छ। हामी मार्नको लागि तयार भएर आज कफन बाँडेर हामी आएका छौँ। हामीले यो प्रचण्ड खराब काम गरेनले भनेर हामीले भन्यौँ। हामी प्रचण्डलाई छोड्यौँ। हामीले हिजो केपीलाई छोड्यौँ र हामीलाई सिएरलाई हामीले देख्यौँ। यी सबै छन्द भेषिरहेछन्। अब यिनीहरूलाई हामीले बोक्ने होइन,
अब जहाँ भेट्यो त्यहाँ ठोक्ने हो, जसरी पनि ठोक्ने हो। तपाईँ हामीले त्यो साहस गर्नुपर्छ, त्यो हिम्मत गर्नुपर्छ। त्यो हिम्मत गऱ्यौँ भने साँच्चै हामी नेपाली भन्नु सक्छौँ, हामी साँच्चै नेपाली हुन सक्छौँ। त्यो नेपाली हुनुको लागि कम्तीमा हातमा जे छ त्यो बोक्नुपर्छ। अब ठोक्नुपर्छ। त्यो ठोकिएन भने, त्यो बोकिएन भने यिनीहरूलाई अब हामीले बोक्यौँ भने अब हामीलाई हेर्नुहोस्, हेर्दा हेर्दै यो देश युक्रेन बनाउँदैछन्, यो देश सारेगा इथियोपिया बनाउँदैछन्, यो सोमालिया बनाउँदैछन्। हामीले देखेका छौँ बुर्किना फासो भनेको देश जहाँ चाहिँ भुँडी यत्रो टाउको यत्रो झिँगा भड्किने देश। आज बुर्किना फासोमा इब्राहिम ताउरे भन्ने आयो। त्यो ताउरेले त्यहाँको सामन्तीहरूलाई र विश्वका दादाहरूलाई, फटाहरूलाई, संशोधनवादीहरूलाई र त साम्राज्यवादीहरूलाई ठोकेपछि त्यो देशमा अब कति जिल्ला मान्छे छौँ। युट्युब सर्च गरेर हेर्नुहोस्, बुर्किना फासो भन्ने त्यो झिङ्गा भड्किने देश, त्यो नानीहरूको पेट यत्रो भएको देश, यत्रो टाउको भएको देश। आज त्यो गरिबको जनताहरू आज कति चिल्ला। आज बुर्किना फासोको टमाटरहरू विश्वमा बेचिन्छ, त्यहाँको मासुहरू विश्वमा बेचिन्छ, भेडाहरू विश्वमा बेचिन्छन्। त्यहाँको आज संसारको मान्छेहरूले आज हेर्न लायक त्यो देश हो। हाम्रोमा के छैन तपाईँहरू भन्नुहोस्? पानी, जल, जमिन, जडीबुटी, पर्यटन र खानीले भरेको देश। सुन खानी त्यति छ, ताँबा खानी त्यति छ, फलाम खानी त्यति छ, र एकुमेरिन खानी त्यति छ, र तपाईँ भन्नुहुन्छ युरेनियम खानी त 35 ठाउँ छ। 1 टल्ला युरेनियम बेच्यो भने 1 किलो युरेनियमको कति पैसा हुन्छ? कन्भर्ट गर्नुहोस्, हेर्नुहोस् युट्युबमा सर्च गरेर। तपाईँहरू भन्नुहोस् नेपालमा सुनै सुन र चाँदीको बाटो बनिन्छ भने नेपाली जनता कसलाई बनिन्छ? तपाईँ एकपल्ट कल्पना गर्नुहोस्। जडीबुटी मात्रै तपाईँ संस्थागत गर्यो भने एउटा जिल्लामा 1 लाख होइन, 50,000 होइन, 5 लाख मान्छेलाई एउटा मात्रै संस्थाले, एउटा मात्रै जडीबुटीले 5 लाख मान्छेलाई रोजगार दिनु सक्छ। अभियानको लक्ष्य र उद्देश्यको बारेमा अभियानका कमरेडहरूले सुस्पष्ट गर्नेछ। म यति मात्रै राखौँ कि हाम्रो पार्टीले यो देशमा हुने गरेका सम्पूर्ण विकृति विसङ्गतिहरू, यो देशमा हुने गरेका ठुल्ठुला घटनाहरूको बारेमा राम्रोसँग निहालेर आइरहेको छ। पछिल्लो चरणमा जुन जेन्जी विद्रोह भयो, जेन्जी विद्रोह हुनुका पछाडिका तमाम कारणहरू छ। त्यो कारणहरू यहाँ म राख्न चाहन्न, किनभने नेपालको दलाल संसदीय व्यवस्था, पुँजीवादी व्यवस्थाले निम्त्याएको त्यो विद्रोह जेन्जीहरूले, सानो सानो युवाहरू, भाइ बहिनीहरूले त्यो विद्रोहलाई अगाडि बढाएको थियो। र 2 दिन चलेको 23 र 24 गते चलेको विद्रोह, 23 गते जसरी त्यो जेन्जी विद्रोह अगाडि बढ्यो, त्यो नेपालको परिवर्तनको लागि, नेपालमा भएका विकृति विसङ्गतिका लागि सञ्चार माध्यमहरूमा बन्देज लगाइएको कारणले नेपालमा भ्रष्टाचारको चाहिँ चङ्गुल बढ्दै गएर त्यसलाई रोक्नुपर्छ भन्ने कारणले विद्रोह नवीन एउटा विचार र बुझाइका साथ उनीहरूले गरेको थिए। तर पछिल्लो दिनबाट त्यसको हाइजेक गरिएर रातारात बन्द कोठाबाट सरकार घोषणा जसरी गरियो, त्यो अवैध छ। त्यो नेपाली जनताको निम्ति, स्वयं जेन्जीको भावना र मर्मको निम्ति, र देशको निम्ति, राष्ट्रियताको निम्ति, राष्ट्रिय अखण्डताको निम्ति, स्वाधीनताको निम्ति, न्यायको निम्ति त्यो बिल्कुल गलत छ र त्यो अवैध छ। र त्यो अवैध सुशीला कार्कीको अन्तरिम सरकारलाई तुरुन्तै खारेज गरेर नेपालमा नयाँ ढङ्गको तपाईँको सरकार गठन गर्नुपर्छ, सर्वपक्षीय अन्तरिम सरकारको गठन गर्नुपर्छ। र त्यो अन्तरिम सरकारले यहाँका तमाम समस्याहरूको समाधान गर्नुपर्छ। हाम्रो पार्टीले भन्दै आएको छ।
छ र सँगसँगै त्यो अन्तरिम सरकारले संविधानको पुनर्लेखन गरेर कैयौँ नेपालका जनजाति आदिवासी र कैयौँ समुदायहरूको हक र अधिकारलाई सुनिश्चित गर्दै नयाँ ढङ्गले नेपाल अगाडि बढाउनुपर्छ भन्ने कुरा पनि हाम्रो पार्टीको माग रहेको छ र सँगसँगै हामीले त्यसमा के पनि भन्यौँ भने नेपालमा शासकीय प्रणाली गलत भएकोले नेपालको राज्य व्यवस्थाको गलत भएकोले नेपालको शासन प्रणाली पनि बदल्नुपर्छ र त्यो कार्यकारी शासन प्रणालीमा ल्याउनुपर्छ भन्ने कुरा पनि हाम्रो पार्टीले अगाडि सारेको छ र यो विषयमा विस्तार अभियान टोलीहरूले यो कुरा यहाँ विचार राख्नु नै छ र तपाईँ आदरणीय जनसमुदायहरूलाई यो कुरामा सुसज्जित गराउनु नै छ भन्ने कुरा म राख्न चाहन्छु र धेरै कुरा म राख्न चाहन्न। अलिकति यो पूर्व संवेदनशील ठाउँ हो हाम्रो 1 नम्बर प्रदेश हामीले भनेका छौँ यो किराँत लिम्बुवान प्रदेश जातीय हिसाबले पनि संवेदनशील छ यो राजनीति हिसाबले पनि भू राजनीति हिसाबले पनि संवेदनशील छ र यहाँका सम्पूर्ण जाति जनजाति आदिवासीहरूको निम्ति पनि हाम्रो पार्टीले स्मरणीय चाहिँ तपाईँको आफ्नो विचार सार्वजनिक गरेको छ। हाम्रो यो चुनावी नारा मात्रै होइन हामी चुनावमा त जाँदैछौँ र हामीले धेरै ठुलो सङ्घर्ष धेरै ठुलो आन्दोलन ठुलो विद्रोहपछि हामीले थुप्रै चाहिँ तपाईँको शोषण कमलहरू खेपेर जेल खेपेर हामी यहाँ गुलाबको फुल लिएर आएका छौँ। हामी चुनावमा जाँदैछौँ हाम्रो पार्टी दर्ता भएको छ र गुलाबको चिनो फुल मार्फत हामी चुनावको पनि हामी घोषणा गरिरहेका छौँ र चुनावको लागि पनि हामी अगाडि आइरहेका छौँ। यस्तो अवस्थामा हामीले गुलाबको फुल लिएर अगाडि बढ्दाखेरि यो अन्तरिम सरकार सुशीला कार्कीको यो चाहिँ अवैध सरकारले हामीलाई फेरि पनि दमन गर्ने फेरि पनि हामीलाई सिद्धाउने फेरि पनि हामीलाई जङ्गलतिर खेल्ने जुन नियत गरिरहेको छ त्यसको भने सुशीला सरकार तिमी पनि याद गर हामी भाँडाकुटी खेलेर आएका होइनौँ। यो देशमा परिवर्तनको निम्ति न्यायको निम्ति जनताको मुक्तिको निम्ति आन्दोलन गरेर आएको सङ्घर्ष गरेर आएको पार्टी हो र हामीसँग आन्दोलन सङ्घर्षको अनुभव मात्रै छैन हामीसँग विचार छ यो देशलाई बदल्ने यो देशलाई एक दिन हामी स्वर्ग बनाउने यो देशको न्यायप्रेमी जनसमुदायहरूको इच्छा आकाङ्क्षा र अधिकारहरूलाई सुनिश्चित गर्ने गरी हामी आएका छौँ र यस अर्थमा हामी अरू पार्टी जस्तो पार्टी होइनौँ। हामीलाई हेर्नुहोस् एकपल्ट हामीले यो देश चलाउनको निम्ति पार्टी चलाउनको निम्ति हामीले उत्पादनलाई अगाडि बढाएका छौँ। नेपालमा नयाँ ढङ्गको उत्पादनलाई अगाडि बढाएका छौँ। नेपालको अर्थतन्त्रलाई नयाँ ढङ्गले अगाडि बढाउने विचारका साथ हामी आइरहेका छौँ। नेपालमा हस्तक्षेप भइरहेको नेपाली जनताहरूको हस्तक्षेप भइरहेको संस्कृतिहरूलाई पनि हामी त्यो हस्तक्षेपबाट रोक्दै आफ्नो मौलिक संस्कृति र हक अधिकारलाई सुनिश्चित गर्दै नयाँ ढङ्गको संस्कृति अगाडि बढाउने हेतु र विचारबाट हामी अगाडि आइरहेका छौँ भन्ने कुरा राख्दै बाँकी कुरा अभियन्ता कमिटीले राख्नुहुनेछ भन्दै र सम्पूर्ण कमिटीले फेरि पनि स्वागत गर्दै यो अभियान शानदार र भव्य रहनेछ भन्ने कुरा राख्दै म एउटा बिदा हुन्छु। अभिवादन।